राम्रो क्युटी हो यार चुप्पा कुरी हातमा एउटा गर्लफ्रेन्ड समातेर च्याट्ट फेरि रिमिना भन्छ 2 बोरा मार्सी चामलको भात बोकेर फेरि बालकोटतिर लागिहाल्छन् जेडी फुल बोटल 3469 ओला बोन्दिया गाइज दर्शन नमस्ते आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि के छ सबैजना आज चाहिँ म ट्याक्क बाहिर निस्किँदैछु सपिङको लागि होइन के अरे अब यहाँबाट थोरै उतापट्टि आम्मा मौसम त यस्तो बवाल मौसम के यो टाइममा माकुरी हातमा एउटा गर्लफ्रेन्ड समातेर च्याट्ट चिरिप्प घुम्न पाउने क्या मजा हुन्थ्यो होला है अनि सामान सकिएको भएर सामानको लागि सपिङ हिँड्दैछु होइन गाडी चाहिँ नजिकै 2 मिनटमा देखाइरहेको छ गाडी पाएन भने बोर्डमै जाने हो कि कसो हो थाहा छैन हिँड्दै जाने कि कसो गर्ने आमा पछाडि ट्याक्क के यस्तो आमा वेदर चाहिँ बवाल अनि यो हरियाली पछाडि फुलहरू फुलेको देख्दा त माई गड गर्लफ्रेन्ड लिएर ट्याक्क यस्तोमा बसेर चुप्पा गर्दै क्या आनन्द हुन्थ्यो होला है त्यो अब सपना देख्ने मात्र त होला नि अब अनि अस्ति मैले डिजाईको माइक पनि किनिरहेको थिएँ अब माइकले खोइ कस्तो काम गर्छ गर्दैन थाहा छैन है कनेक्ट चाहिँ गरिरहेको छु आवाज चाहिँ कस्तो आउँछ थाहा छैन किनभने यो 60 युरोको भनेपछि लगभग नेपाली 9-10 हजारको है अनि माइक पनि किने अब भिडियो बनाउँछु भनेर अब थाहा छैन कस्तो आउँछ तर भिडियो चाहिँ म डेली पोस्ट गर्छु ढिलो चाँडो डेली अब 1-2 दिन कहिले काहीँ ग्याप हुन सक्ला होइन अनि भ्युज जाओस् नजाओस् के रेगुलर पोस्ट गर्छु किन नजाला एक दिन एउटा भिडियो त किन कसो नजाला भ्युज होइन अनि मलाई चाहिँ एकदम युट्युबमा चाहिँ लास्ट सोक चलिरहेको के खोइ के भएर कसो भएर थाहा भएन अनि अब यहाँबाट 6 किलोमिटर टाढा छ के बजार जान नि 6 किलोमिटर टाढा हिँड्दैछु बजार होइन 2 मिनटमा गाडी देखाइरहेको थियो यता पछाडिबाट गाडी आएर म फेरि समय भएर हिँडिरहेको के मतलब होइन हो अनि बजार जान्छु अब मेरो ब्याङ्कमा पनि छिर्नुपर्ने काम छ ब्याङ्कमा पनि यसो छिर्छु होइन थोरै काम छ अनि सपिङ गरेर अब हिजो हन्टिङ त त्यस्तै भइहाल्यो सपिङ चाहिँ च्याट्ट गरेर टाइम टेबलमै आउँथ्यो के अरे गाडी चाहिँ होइन आज चाहिँ के आउँछ थाहा छैन 2 मिनटमा थियो गइसक्यो कि गएको छैन कि आउँदैछ कि आएको छैन थाहा छैन है खुल्ला पैसा छ कि न यार मसँग यहाँको कार्ड छैन नि त यहाँको बस कार्ड छैन यहाँको बस कार्ड बनाएन मैले अनि ट्याक्क गाडीमा भने चाहिँ लगभग 2 रुपियाँ 1 रुपियाँ 80 सेन्ट 1 रुपियाँ 85 सेन्टमा चाहिँ यहाँबाट एक राइड गर्नु पाइन्छ कि यहाँबाट जहाँ गए पनि त्यो कार्डले आधी घन्टा हो कि 1 घन्टा चल्छ त्यस पछाडि रिटर्न आउने बेलामा चाहिँ अब झोला हुन्छ क्याब बुक गर्ने कि गाडी टाइममै पायो भने त गाडी डाइरेक्ट यहीँ आउने गाडी पायो भने त बरु गाडीमै आउने किनभने 10 रुपियाँ 15 रुपियाँ किन खर्च गर्ने यार 15 रुपियाँको सामान किन्न 15 रुपियाँको सामान किन्दा 15 रुपियाँ खर्च हुन्छ यार गाडी पाएन भने हिँड्दै जाने कि यति लामो बाटो हो कि 6 किलोमिटर नट जोक यार वेदर लास्ट ल्याङ गरिरहेको यार वेदरले माकुरी हन्टिङ जान नि पाइएन हिजो यार यस्तो माकुरी यति मन लाग्थ्यो हन्टिङ जान है मन लागेर के गर्नु पाएन अनि आज छुट्टी अब कहीँ पनि जान मन लाग्दैन त्यस्तो के छुट्टीमा पनि साथीभाइ नै छैन नि त यहाँ साथीभाइ नभएपछि कता जानु के गर्नु यस्तो मिस भयो यार 1 सेकेन्ड मिस भयो कि अब यहाँ फेरि ठ्याक्कै 2 घन्टा लाग्छ गाडी आउन अर्को 1 सेकेन्ड भन्दा नि लगभग 1 मिनटै भनौँ न लास्टै यस्तो अनलक्की के अर्को आउँदैछ र 25 र 26 कहिले काहीँ सँगै आउँछ के आउनलाई तर त्यो 26 नै हो कि गएको मलाई चाहिँ 26 नम्बर नै गाडी चाहियो मेबी 26 होला गएको अब गसी गइहाल्यो यार अब आफ्नो भाग्यमा छैन त रोएर के काम होइन अब यहाँबाट फेरि अरू बस स्टप जान फेरि टाढा छ अब कुर्ने कि जाने भन्ने कुरा हुन्छ कि यार हिँड्दै जाने कि बोल्ट बुक गर्ने कि त्यो भएको भएर टेन्सन छ हौ गाइज तेरिका यस्तो भित्री बाटो पनि यति ठुलो छ के भित्री बाटो हो यो होइन रिङ रोड जस्तै हो सर र 2टा गाडी मजाले दौडिन्छ के यस्तो मजाले दौडिने बाटो छ के रफ्तार त यहाँ फेरि यस्तो रफ्तार हुन्छ नि गाडीको मामा हिँड्दै गइदिन्छु कहीँ पायो भने चाहिँ गाडी चढ्नु पर्ला नत्र हिँड्दै गइदिन्छु केही भएन अलि उता बजार गएर ब्याङ्क छिर्ने काम छ ब्याङ्क छिरेर अनि त्यस पछाडि चाहिँ फेरि गाडी चढेर जानु पर्ला उतापट्टि
लास्ट के यस्तो दुर्गम क्षेत्र मैले भन्थेँ नि हिजो हजुरहरूलाई मैले भन्थेँ नि उता के अरे गाई फर्म छ भनेको थिएँ यता यो पनि भेडा फर्म हो अनि यता पछाडिपट्टि भएको पनि भेडा फर्म हो मेरो होइन यता सबै भेडा फर्महरू मात्र छ कि यहाँ फेरि बाख्रा साख्रा खासै नहुँदो रहेछ सब भेडा सबैले भेडा मन पराउने अनि गाई त यिनीहरूको फेभरेट भइहाल्यो नि यिनीहरूको फेभरेट फुडमै गाई पर्छ होइन गाईको मासु अब हामी नेपालीलाई त मन पर्दैन हामी अब होइन कोहीले त खानु हुनुहुन्छ होला होइन त्यो अब मलाई चाहिँ मन पर्दैन मलाई चाहिँ गाई भनेर त पटक्कै मन पर्दैन यता यो सबै यो भेडा फार्मको एरिया हो यहाँबाट अलिक थोरै तलतिर यहाँ भेडाकै चिज बनाउने ठाउँ छ कि एउटा चिज फ्याक्ट्री छ त्यहाँ चाहिँ त्यही भएर होला सबैले भेडा पाल्ने धेरै जसो किनभने दुध त्यहाँ जान्छ नि त अनि त्यो भएर भेडाको दुध जति सबै त्यहाँ जम्मा हुन्छ अनि चिज फ्याक्ट्री यस्तो बाटो हो क्या यस्तो रन्केरो रफ्तार यस्तो हुन्छ आफू बाई फुट अनि यहाँ फेरि फुटपाथ पार्किङ छैन के किनभने भित्री रिङ रोड हो नि त त्यही भएको भएर अलिकति ध्यान दिएर हिँड्नुपर्ने हुन्छ कि कहाँ के हुन्छ भन्ने कुरो ठेगान हुँदैन एक मिस गेम फिनिस हो गाइज ल अब के गर्ने हिँड्नै पर्यो नहिँडी भएन पानी आउँदा जस्तो भएर म गाडीमै आएँ होइन गाडी कुरेर अनि गाडीमा चाहिँ कोही छैन कि यस्तो 1 2 3 जना मात्र छन् हामीसँग मसँग 4 जना जस्तो भयो नि चल्छ टाइम टेबलमै गाडी आउँछ होइन यस्तो हुन्छ कि यहाँ अब नेपालमा भएको भए आज मेरो छैन मान्छे जान्न त जान त के खाएर भन्ने हुन्थ्यो यहाँ चाहिँ यस्तो हुँदैन ठ्याक्क टाइम टेबलमा ठ्याक्क आउँछ जान्छ कसैलाई कसैको मतलब नै हुँदैन 3 जना लिएर हिँडिरहेछ अनि इलेक्ट्रिक गाडी हो केही मतलबै हुँदैन कसैलाई कसैको टाइममा आयो मान्छे छ हात दियो रोक्यो भने रोक्यो नत्र गयो भने गयो यस्तो हुन्छ ल हेर्नु नबताए पुरै खाली छ क्या गाडी एकदम सबै खाली छ कोही छैन फाइनल्ली पानीबाट चाहिँ पछि पानी आउला जस्तो थियो होइन त्यो भयो भने अलिकति दुःख पाइला जस्तो थियो अलिकति सुक्खले जाने भइयो 6 किलोमिटर नटच हो ग्यार हिँडेर जान्छु भन्दा एकचोटि त यसो सोचेको थिएँ अनि पानी आउला जस्तो भएर फर्केँ फेरि अनि बस स्टपै आएर रोकेँ अब लिएर जान्छ ठ्याक्क गाडीबाट झरेँ म होइन झरेर अब ठ्याक्क यहाँबाट यता बस पार्कतिर जान्छु मलाई थाहा थिएन यो बस कति नम्बर बसमा आएँ भने मलाई थाहा थिएन कि किनभने बस आयो अलिकति उता भए पनि जान्छु भनेको बस पार्क जाने नै आएर रहेछ तर खैर केही भएन किनभने बस पार्क त्यही नजिकै हो म एक स्टप यतापट्टि झरे हो होइन किनभने पहिला म सपिङ गर्ने ठाउँ यहाँ हो कि यहाँ पिङको दोषमा सपिङ गर्थेँ अनि अहिले चाहिँ पहिला ब्याङ्कमा गएर अनि ब्याङ्कको काम सकेर अनि कन्टिनेन्टल गएर अनि त्यहाँबाट फेरि गाडीमा हुन्छ कि बोल्टमा हुन्छ कसरी हुन्छ हेरौँ अब त्यहाँ के सम्भव हुन्छ त्यही गरेर जाने किनभने गाडी लाग्दै रहेछ भने गाडीमै जानु पर्ला गाडी लाग्दै रहन्छ भने चाहिँ बोल्टमा जानु पर्ला के अनि पानी आइरहेको यार हल्का हल्का पानी आइरहेछ आज मलाई के ल्याङ गरे हो यार पानीले यो पानीले मलाई यार हिजो हन्टिङ क्यान्सल गरिदियो यार पानीले त्यहाँ गयो भने दाइहरूलाई पनि भेट्न सक्छु किनभने इबो र हमतिर त्यता गयो भने यसो दाइलाई छिटो बोलाउनु पनि सक्छु नबोलाउनु पनि सक्छु है दाइ आएन भनेर गाह्रो नमान्नु ल इबो र आएको थिएँ तर भेटेन भनेर गाह्रो नमान्नु ल यस्तै बर्खा छ नि त घाम लाग्दाको दिन चाहिँ चारवटा हन्टिङ जानुपर्छ दाइ हामी भएर है सुमन दाइ यो भिडियो तपाईँ हेर्दै हुनुहुन्छ भने तपाईँले भाइले धोका दियो नभन्नु तपाईँलाई नेक्स्ट टाइम जसै हन्टिङ चाहिँ जाने हो कि दाजुभाइ भएर अर्को हप्ता हुन्छ कि कहिले हुन्छ घाम लाग्दाको दिन म तपाईँलाई खबर गरिहाल्छु तपाईँ छुट्टी गरेर आइदिनु त्यो अनि गइहाल्ने झापझुप लाएर पानी कति साह्रो आएको यार अनि एउटा कुरा के भएको नेपालमा यार राजा भित्र्यो यो साल राजा भित्रायो भने अर्को साल मैले रानी भित्राउने भनेको यार खोइ यी झाँक्नेहरूले राजा भित्राउनु जस्तो छैन यिनीहरूले राजा भित्राएन भने मैले रानी कसरी भित्राउनु अनि अर्को कुरा दुर्गा पर्साई के च्याट्ट अहिले राजावादी भएर च्याट्ट पुरै राजावादी भएर पछि लाएर हिँडिरहेछन् होइन अब करोडौँको ऋण छ नि त ऋण बोकेर हिँडिरहेछन् झ्याप्पो कता मिना हुन्छ भनेर राजावादी राजाको पछि लाएर हिँडिरहेछन् अनि भोलि च्याट्ट अनि हाम्रो केपीपाले ए नाति केटा त्यो छोड्दे ए यो मामला सामला छोड्दे अब च्याट्ट तेरो ऋण मिना हुन्छ अनि म मिना गरिदिन्छु आइज यतै हाम्रो पार्टीतिर भनेर च्याट्ट बा आफ्नै पार्टीतिर फेरि यता बाँकै पार्टीमा फर्किन पनि सक्छन् कि हाम्रो दुर्गा प्रसाद दाइ फेरि दुर्गा प्रसाद दाइको त भर कति नगर्नु के
किनभने उनले चाहिँ फेरि ऋणमिना हो भने त 2 बोरा मार्सी चामलको भात बोकेर फेरि बालकोटतिर लागिहाल्छन्। किनभने ओली निवासतिर उनी त फेरि मार्सी चामलको भात खुवाउन त माहिर छन्। उता पहिला हाम्रो कमरेडलाई पनि मार्सी चामलको भात खुवायो भने त पहिला जनयुद्धको बेलामा हाम्रो कमरेडहरू हाम्रो पार्टीका आमा सबै फेरि कमरेड भन्ने बित्तिकै यो त माओवादीको रहेछ भन्नु होला। तर म माओवादी होइन है, म पार्टी विरोधी हो। म कुनै पार्टीको नि होइन, म बालेन समर्थक। हामीले चाहिँ सकिन्छ भने बालेन शाहलाई लिएर आउने राजनीतिमा होइन, प्रधानमन्त्री चाहिँ बालेन शाहलाई बनाउने के, राजा आऊ देश बचाऊ होइन के, बालेन आऊ देश बचाऊ भन्ने हो। किनभने भिजन भएको मान्छे चाहिन्छ कि जे कुरामा नि। यस्ता जब बुढाखाडा नपढेको अनपढहरूले हुन्छ, एउटा भिजन त चाहियो नि, एउटा के गर्ने ऊर्जा शक्ति भएको मान्छे चाहियो कि, कफ लाउने खालको होइन। किनभने ग्यासको पाइप आइसक्यो नेपालमा, पाइन जहाज पनि आइसक्यो अस्ति बर्खामा। अनि ओलीबाले गफै र उखान टुक्काले छोडिदिए देश, बेचे खाए सके उखान टुक्काले भन्दा अरू केही नगर्ने भयो। ए प्रभु कहिले छोड्ने के तिमी देश, कहिले गर्ने विकास? ल हेर यहाँ कस्तो हुन्छ, फ्री पार्किङ हो यो। हेर पार्किङ यस्तो हुन्छ, यता पछाडि बस पार्क हो, बस पार्कको छेउमा यस्तो हुन्छ ट्याक्क। हाम्रो छ साला यो गाउँ हो, फेरि एकदम रुरल भिलेज हो यो, एकदम दुर्गम गाउँ हो। दुर्गम गाउँ चाहिँ यस्तो छ भने, अनि हाम्रो देशमा चाहिँ काठमाडौँ पनि यस्तो छैन के। किनभने पार्किङको ठ्याक्कै पार्किङ एरिया छुट्टै, बस पार्क एरिया छुट्टै त्यो छ। अनि तिमी चाहिँ कहिले सुध्रिने हो बा? तिमी राजनीतिबाट कहिले सन्यास लिने? तिमीलाई नसक्ने भो बा ओली बा, राजनीतिबाट सन्यास ल्याउ न। अरूले गेमबाट सन्यास ल्या हुन्छन्, अरू देशका प्लेयरहरूले, तिमी पनि राजनीतिबाट सन्यास भनिदेऊ न। बाटो हेर कत्रो हुन्छ यहाँ हेर, गाउँको बाटो। हाम्रो यत्रो हाइवे छैन कि, यत्रो हाइवे। यो गाउँको यहाँ 4 लेन बाटो छ च्याट्ट, पार्किङ छुट्टै। हाम्रोमा यस्तो छ, यस्तो हरियाली फोहोर छैन। कुरी कहिले सुध्रिने हो तिमी? यतिको बाटो भयो भने, यतिको बाटो बनाएर देखाउ न। यतिको बाटो भयो भने, जाम भएन भने ट्रान्सपोर्टेसन यसै इजी हुन्छ के। किनभने म पनि नेपालमा सानोतिनो ड्राइभिङ काम गरेर आएकै हो। जेब्रा क्रसिङ ट्याक्क उताबाट गाडी आयो तर प्रायोरिटी दिन्छ। अब यताबाट गाडी आइरहेछन्, म यहाँ जेब्रा क्रसिङ हेरेँ छैन, कसैलाई मतलब छैन, तर मलाई देखेपछि प्रायोरिटी दिन्छन्। नेपालमा चाहिँ आधी टाउको छिराएपछि जेसुकै होस् ठेल भन्ने हुन्छ। प्रभु किनभने यहाँ चाहिँ मान्छेलाई प्रायोरिटी 4 लेन बाटो हो सर, यता 2 लेन उता 2 लेन, गाउँको बाटो एकदम। यो यस्तो गाउँ हो कि, यस्तो छ गाउँमा त भने। अनि हाम्रो काठमाडौँमा त यस्तो छैन। केही गर्छु भन्दा त गर्न दिँदैनौ, देऊ न हो देशमा, छोडिदेऊ न। कहिलेसम्म आफ्नै पार्टी आफ्नै उस भनेर घर जग्गा भनेर जोडेर बस्छौ हो? अब त पालो देऊ न गर्न, गर्छु भन्नेलाई त। तिमी त गरेनौ यार। पानी आयो लास्ट। यो नेताहरूलाई जति भन्ने नि लाग्दैन, घाँस खानेहरूलाई कसम अलिकति घाँस, अलिकति कुँडो बिहान बेलुका खुवाइदियो हुन्छ, यिनीहरूलाई दाल भात खुवाउनु पर्दैन। ब्याङ्कको काम सकेर म निस्केँ होइन। अब चाहिँ थोरै सपिङ गर्नुपर्छ है, अब तरकारी सरकारीहरू अरू के सपिङ गर्नु छ र। अनि आज चाहिँ मैले मेरो फिजिकल्ली एकाउन्ट के अरे आइडेन्टिटी बोकेर आएको थिएन होइन। अनि उसले भने चाहिँ त ब्याङ्क आउँदा चाहिँ फिजिकल्ली आइडेन्टिटी बोकेर आइज ल अब नेक्स्ट टाइमदेखि। अनि मैले हुन्छ भने, किनभने तँसँग फिजिकल आइडी छैन भने म कुरा गर्दिनँ भने यार म फेरि। अनि अब हुन्छ नि त, आफू काम परेपछि त झुक्नु पऱ्यो नि त। म झुकेर सरी होइन, अनि मैले बिर्सेँ, आई फर्गेट भनेर भने। अनि ल ओके ठिक छ, तर नेक्स्ट टाइम आउँदा चाहिँ तैँले पोहोरले लिएर आउनुपर्छ, अहिले चाहिँ ठिक छ। अनि तेरो के समस्या हो भने, मेरो चाहिँ यो समस्या हो भने मेरो समस्या बताएँ। अनि अहिले चाहिँ यहाँ केही पनि छैन, त होटलमा गएर त्यही जहाँ मोबाइल सपमा गएको थिइस् त्यहाँ गएर नि एकचोटि कुरा गर बरु होइन। अनि त्यस पछाडि तेरो इन्सुरेन्स काट्यो भने चाहिँ यहाँबाट क्यान्सल गर्ने हो। अन्त त्यही सिकाइराख के अरे, अब हेरौँ कस्तो हुन्छ यो महिनाभरि हेरौँ होइन। अब यहाँ चाहिँ अहिले देखाएको छैन तेरो भनेर भन्दै थियो, त्यही हो। अब यहाँबाट ठ्याक्कै कन्टिन्युसर जान्छु, त्यहाँ गएर पुरै सामान सपिङ गरेर। अब के सामान भन्नुमा चाहिँ हो अलिकति किन्ने,
अनि जाने हो चुहान सबै किन्ने अलिअलि भेजिटेबलहरू किन्ने त्यहाँभन्दा अरू त केही पनि छैन उपाय धेरै चाहिएको पनि छैन चामल त सकिँदैछ अब त्यही तरकारीहरू सकिएको मेन त्यही तरकारी चाहिएर आयो तरकारी किन्नमा कसम यार 6 किलोमिटर आउनुपर्छ यार तर त्यसले भन्दै थिएँ पोहोरले चाहिन्छ भन्दा त मलाई एकचोटि त चाँडो गएको के किनभने यहाँबाट 6 किलोमिटर जानुपर्छ नि त अनि कि फेरि भोलि आउनु पऱ्यो अनि दिनदिनै आउनु पनि झ्याउनै हुन्छ नि त अनि मैले त्यही भएर फेरि म आफै झुकेँ के उसँग अनि झुकेपछि जस कोही मान्छे चाहिँ ठिक हुन्छन् कि काम गर्दै पहिला एकाउन्ट खोल्ने बेलामा मैले कम दुःख पाएको हो 10 चोटि आयो होला कि मसँग जुन्ता नभएर मसँग सबै कुरा भएर जुन्ता नभएर जुन्ता अफिस गयो फेरि त्यो राँडीले मागकुरी यार हुन्न तेरो विटनेसै चाहिन्छ भन्थे यस्तो दुःख दिया हुन्छ यार मलाई पोर्चुगलले चाहिँ यति दुःख देखा नि मलाई कसम चाहिँ यति के आमा कहिले काम नपाएर टेन्सन काम पायो ब्याङ्क एकाउन्ट नखुलेर टेन्सन ब्याङ्क एकाउन्ट खुल्यो पैसा काट्दैन टेन्सन कहिले इन्सुरेन्स काट्छ के गर्छ अनि दिमाग खराब धाउँदा कहिले इन्सुरेन्स क्यान्सल गर्न कहिले के लगाइछ अब मार्केट जान्छु मार्केटभित्र छिर्छु सामान लिनु छ अनि घर फर्किनु नै छ अरू त के कुरा गर्नु हो के गाइज यार सपिङ गर्न आएको कन्टिनेन्ट दबाई सरेछ क्या सबै यहाँ त कन्स्ट्रक्सन देखाएर आएर पछाडि के हो सबै बारबेर र अगाडि छिर्ने ठाउँ छ कि छैन फेरि हामी हेरेको होला नि फेरि यार सामान किन्न आउने सामान किन्ने ठाउँ नै बन्द भने फेरि अर्को ठाउँ जानुपर्छ टेन्सन हुन्छ त टेन्सन भन्दा नि टेन्सन पार्किङको चाहिँ सबै आफ्नो कम्प्लेक्सहरूमा आफ्नो उसहरूमा चाहिँ सुपर मार्केटहरूमा पार्किङको चाहिँ खत्रै व्यवस्था मिला हुन्छ कि अनि अर्को कुरा पार्किङमा माथि पुरै प्यानल सोलर हालिरहेको हुन्छ कि किनभने माथि सोलर हालिसकेपछि आफूलाई युज गर्न नि भयो नि त लाइटको लागि ठुलै रहेछ है यता कन्स्ट्रक्सन चलिरहेको रहेछ पुरै यता यो सबै पार्किङ छ नि यो पार्किङ सबै माथि प्लस जति सबै सोलरको के सोलर प्यानल लाइट पनि भयो पार्किङको लागि छारी पनि भयो होइन हेर्दा राम्रो पनि भयो सबै कुरा के ट्याक्क मेरो कपडा सपडा धुनु नि थियो यार लन्ड्री यस्तो हुन्छ यो विदेशमा ट्याक्क ट्याक्क 2 युरो 1 युरो कति पैसा युज गर्ने हो ट्याक्क युज गर्ने अनि यहीँ सरफ पनि यहीँ हुन्छ अनि यहीँ धुन्छ त्यहाँ पैसा हालेपछि अनि सुकाउने पनि यहीँ मेसिन हुन्छ सुकायो अनि ठ्याक्क झोलामा हाल्यो अनि फेरि गयो यस्तो सुविधा चाहिँ सुविधा के हातल धुनु चाहिँ पर्दैन कपडा वासिङ मेसिन ट्याक्क त्यही पनि घरमा नभए नि बाहिर के ठाउँमा हुन्छ सबैले आफ्नो कपडाहरू ट्याक्क झोलामा हालेर लिएर आयो अनि आफूलाई अब कति केजी छ त्यही अनुसारको मेसिनमा हाल्यो अनि पैसा ठुलो मेसिनमा अलिकति धेरै लाग्छ सानो मेसिनमा अलिक थोरै लाग्छ अनि त्यहाँ ट्याक्क हाल्यो सबै हुन्छ लिक्विड सिक्विड आफै त्यहीँभित्रै हुन्छ ठ्याक्क कपडा हालिदियो पैसा हालिदियो ड्याङडुङ पार्यो धोयो अनि ड्राई गर्यो आफ्नो झोलामा हाल्यो गयो घर लगेर आइरन गर्यो रेडी भयो अब यहाँ सपिङ गर्न आएँ म सपिङ गर्छु थोरै सामानहरू होइन अब चाहिने सामानहरू अब अनि चट्ट सपिङ गर्न भित्र छिर्यो होइन अब ट्याक्क बकेट लिएर अब सर डुल्ने हो अब कता आफूलाई जे मनपर्छ त्यतै हो अब यता चाहिँ कस्मेटिक ट्याकटुक्क हो होइन अनि हेर्दै हिँड्न त पाइयो नि त जहाँ चाहिँ भयो नि यता चाहिँ अरू सामानहरू यता ट्याक्क यो लिपोतको सामानहरू यता छ है मलाई चाहिँ लिपो सिपो चाहिएको छैन यता ट्याक्क यता जे खोज्यो त्यही पाउँछ हो कस्तो छ साथीहरू कस्तो लाग्यो त के चाहिएको छ आफूलाई अब किचनको सामानहरू पानीको बोतलहरू के चाहिएको छ यता अब है म चाहिँ यता चट्टा हेर्दै हिँड्ने यस्ता त मलाई केही पनि चाहिएको छैन यता बक्सर चाहिएको बक्सर पनि छ है टाइपको ब्यागहरू के चाहिएको टाइपको कपडा सपडा चाहियो भने हुन्छ मलाई चाहिँ यस्तो कट्टु चाहिएको थियो यार एउटा साँच्चै ओ माइ गॉड कति महँगो एउटा कट्टु 14 युरो 12 युरो 14 युरो माई गॉड ओ माई गॉड टु मच एक्सपेन्सिभ त मलाई चाहिँ चाहियो हो एउटा
यता अब पाउरोटीको सेक्टर यता पाउरोटीहरू यता सर्ट के चाहिन्छ त्यही अनुसार फेरि अर्काको भिडियो खिच्न पाइँदैन नि त फोकस गरेर अनि खिचेको पनि छैन फेरि खिच्यो भने चाहिँ यता चाहिँ कपडा धुने साबुनहरूको सेक्टर सबै आफ्नो डिपार्ट हुन्छ कि यता चाहिँ चिज चाहियो भने यता चिजहरू यता चाहिँ ग्रिल आइटमहरू चिकनहरू के चाहिने हो मलाई यस्तो केही पनि चाहिएको छैन म जान्छु यहाँ खसीको मासु स्किम लाग्यो कि नै हेर्छु हेलो नेपाल जस्तो मान्छे म त नेपाली हो कि विदेशी हो टेन्सन छ माछाको सुकुटी आमा सक्छ फेरि सक्दैन नि यो सब यता ठ्याक्क है असम्म केही पनि हाले यता यो पनि केही मन परेन केही अब यहाँ हेर्ने हो माछा बङ्गुरको खुट्टा ए बुढा यता कताबाट हो त नि ठिक छ नि एकदम यता लुकुर सपिङ गर्न आएको कन्टेनरमा काम पाएछ त बुढो भयो त राम्रो आउँछ होला नि दाम त 2025 थापिहाल्छ होला डाइरेक्ट लिक्दैन हो र पहिला चाहिँ हामीसँगै खेतीमा काम गरेर मान्छे हो कि ऊ अहिले चाहिँ यहाँ काम गरिरहेको रहेछ ट्याक्क बोल्ड हान्ने भन्छ बोल्डै हान्ने हो नि ट्याक्क यता केही पनि छैन यार स्किम त हामीले खाने लाएको त यार किनभने सस्तो मस्तै हेर्नु पऱ्यो नि हाम्रो खाने चाहिँ यता हो कि स्किम लाग्ने मटन छ र ल्याम्प छैन यार काब्रा छैन काब्रा छैन गाई मात्र लाग्यो स्किम रातोले लेखेको त स्किम लाग्यो कि ट्याक्कै 9 युरोको 5 युरोमा लाएर चाहिँ पुरै गाई मात्र छैन हामीले खाने पोर्कै लाने हो यता बरु पोर्क लभरलाई चाहिँ पोर्कै हो यता अरू भेराइटी छ उहाँ चाहिँ ट्याक्क फ्राई काट्दैछ म चाहिँ पोर्क लभर पोर्क लिक्विड जति फेरि सब यता अब कुन भेराइटीको खाने लिक्विड हेर केटा रक्सी हेर 199 मा वाइन हेर ल केटा रक्सी खानेहरूलाई हेर त 199 यति सस्तो काहीँ पाउँछ पाउँदैन नि फेरि 199 रक्सी हेर केटाहरू ल हेर केटाहरू रक्सी फेरि दाइ आउने बेला विदेशबाट रक्सी ल्याइदियो भन्लास् नि ल रक्सी कुन चाहिँ भेराइटी खाने हो कुन खाने नेपालमा त्यो प्लास्टिकको बोतलमा पाउने भन्दा सस्तो छ यार यहाँ रक्सीको ब्रान्डहरू राम्रै ब्रान्डहरू पनि म तपाईँहरूलाई यहाँ देखाइदिन्छु जेडीको रेट कति पर्छ नेपालमा भन्नु अब यहाँ देखाइदिन्छु म जेडीहरू कता गयो जेडी फुल बोटल 3469 अब अरू रक्सी त मलाई त्यस्तो रक्सीको नामहरू थाहा छैन अब यहाँ चाहिँ फेरि खुकुरी रम हुन्न ल अनि रक्सीहरू यस्तो ब्रान्ड चकलेट भेराइटी चकलेटहरू अब कुन चाहिँ चकलेट खाने सब यहाँ चकलेट आइटमहरू बिस्कुट चकलेट आइटमहरू बिस्कुटहरू यतापट्टि छ ट्याक्क यतापट्टि फेरि बिस्कुट भेराइटीहरू टमाटर किन्यो भनेको टमाटरको भाउ बाप रे बाप 3 युरो के हो यस्तो सस्तो चाहिँ केही पनि छैन यार आफू चाहिँ मोन्स्टर लभर आएपछि मोन्स्टर चाहिँ लिनै पर्यो होइन यस्तो के मोन्स्टर फेरि मोन्स्टर यो मात्र जहिले यो मात्र मनपर्छ यस्तो केटाहरू फेरि ठ्याक्कै भेट भइदिइरहेको कि एकचोटि अस्ति भेट भएको थियो हो
ओके अहिले भोलि आउँछ भोलि आउँछ अनुहार भोलि आउँछ अनि ठ्याक्क भेट भएको केटाहरू अनि धेरै पछि अस्ति नै दसैँभन्दा अघि ठ्याक्क दसैँकै आसपासमा खसी काटेर खाँदाखेरि भेट भयो हो अनि आज ठ्याक्क भेट भइरह सपिङ आयो बेलामा चट्ट अब सपिङ नै सकियो अरू त के किन्नु छ र माछा मासु किन्न आयो सकियो अब फर्किने मार्केट आइसकेपछि नखाइ नहुने चिज जस्तै अरूहरूलाई एडिक्सन हुन्छ नि त्यस्तै मेरो एडिक्सन के यो भइरहेछ यार मार्केटमा आएपछि मन थाम्नै नसक्ने आज त खान्न भन्यो खानै पर्ने मन थाम्नै नसक्ने को हुनुहुन्छ यस्तो मलाई लास्ट एडिक्सनै बनायो यसले किन हो गर्नै पर्यो लास्ट खान मन लाग्छ यार मलाई यो के भएको रक्सी जस्तै भयो मलाई कुलत जस्तै भयो यसको यति हुन्छ नि नजिक पसल हुने भने मैले कति खाइदिन्थेँ होला कि यो लास्ट मलाई लास्टै यो मेरो एडिक्सन नै यही हो कोलाई हुन्छ यस्तो भनिदिनु त मलाई त लास्टै यो रक्सी नपाउँदा कस्तो हुन्छ त्यस्तै हुन्छ हो मैले यो हुन्छ नि रक्सी खानेले अलिकति छोडेर देख्यो भने तल लाग्छ भन्छ नि त्यस्तै हुन्छ मलाई पनि यो मैले मार्केटमा आएर काहीँ यस्तो झ्याप्प देखेँ भने त्यो मलाई खानै परिहाल्यो कि त्यस्तो हुन्छ लगाइ सपिङ सकियो होइन सपिङ सकिएर ट्याक्क पोको बोकेर यता आफू झोला आफै बोकेर आउनुपर्छ कि प्रायः अनि झोला चाहिन्छ नि त सामान होइन ट्याक्क पोको बोकेर हिँड्यो है पार्किङ त भनिसकेँ मैले अघि नै तपाईँलाई कस्तो व्यवस्थित हुन्छ भनेर ट्याक्क चार्ज गर्ने हो भने चार्ज भएको ट्याक्क सबै व्यवस्थित हुन्छ अनि मैले चाहिँ बोल्ट बुक नगरिकन गाडीमै जाने नि त गरेँ क्या कपाल त क्या बवाल देख्यो यार आमा यस्तो बवाल रोलिङ देख्यो त यार आमा बनाए जस्तै देख्यो त तर बाइ द वे यो मेरो नेचुरल कपाल हो है यस्तो बवाल देख्यो त मलाई नि आज त आफैलाई मेरो कपाल मन पऱ्यो यार नत्र अरू दिन मन पर्थेन यस्तो दुःख हुन्छ कि अरू बेला त होइन यो कपाल कोर्ने बेलामा नुहाएर के अरे हेयर ड्राई गरेर कपाल अलिअलि तेलसेल लगाएर कोर्ने बेलामा त मर्नु हुन्छ जरा जति दुखेर सब चुट्टेर कस्तो भयो नि कपाल यो घुम्रो कपाल चाहिँ राम्रो रहन्छ कि पाल्नको लागि सबैले देख्दा त कति राम्रो कपाल भन्छन् है यो कपाल स्याहार्न चाहिँ लास्ट दुःख अब यहाँबाट लगभग 300 मिटरमा चाहिँ गाडी लाग्ने ठाउँ छ अनि त्यहाँ गएर एकैछिन गाडी वेट गर्छु 5 बजेको गाडी रहेछ अनि गाडी हुँदै के 15 रुपियाँ खर्च गर्नु 12 रुपियाँ कि 13 रुपियाँ देखाइरहेको थियो बोर्डमा एकछिन बरु हिँड्छु यहाँबाट त्यहाँसम्म भयो नि भनेर किन खर्च गर्नु 15 भनेको लगभग 12-13 भनेको लगभग 1700-1800 रुपियाँ ट्याक्सीमा यहाँबाट खर्च गर्नु भन्दा त बरु 1 रुपियाँले हुन्छ 2 रुपियाँले हुन्छ 2 रुपियाँले गाडी चढ्छु नि लास्टै भारी भयो यार सामान किनेको है सामान पनि के किनेको भन्नु 5 किलो जति च्वाचेको मासु एउटा कुखुरा हालेको अनि अरू यसो टमाटर हालेको यतिले भारी पुगिहाल्यो नि 12-13 किलो भइहाल्यो यति भएपछि 15 दिनलाई ढुक्क 10 दिनलाई ढुक्क हुन्छ 9-10 दिनलाई त्यसको बिचमा त खसी पनि काट्न गइएला खसी काट्न गयो भने फेरि धेरै लहर फ्रिजमा राख्ने ठाउँ छैन नि त धेरैजना छौँ सपिङ चाहिँ कन्टिन्युन्टल है ट्याक्क आजको सपिङ सक्यो आजको दिन नै सक्यो आजको बिदान सक्यो भोलिदेखि ड्युटी पानीमा कसम यार यो कहिलेदेखिको रिस हो के यस्तो तुरुक्क पऱ्यो छ यार एकैछिन बिचमा एकछिन भिजायो ब्याङ्कमा गएको फेरि ब्याङ्कको काम फेरि तेरो यहाँ छैन देखाएको छैन भन्छ यार दिमाग खराब भयो के हो ओ माई गॉड ठ्याक्क अब बस कुर्दै है अब बस स्टेसन आएँ अब 25 मा देखाइरहेछ बस कुर्दैछु म एकछिन बस कुरेर अनि ट्याक्क बस आएको छिटै जानुपर्छ यहाँबाट लगभग आधी घन्टाभन्दा बढी लाग्छ बसमा आधी घन्टा 1 घन्टाकै आसपास लाग्छ 6 किलोमिटर भयो धेरै घुमेर जान्छ क्या धेरै स्टेसन लगभग 22-25वटा स्टेसनभन्दा धेरै घुमेर जान्छ कि त्यही भएको भएर पछाडि क्या राम्रो तरुनी हुने यार फोकस गर्नु भएन यार फोकस गऱ्यो भने फेरि अर्को टेन्सन दिन्छ कस्तो राम्रो क्युटी हो यार चुप्पा खाइदिनु जस्तै यार कति राम्रो हो कोहीलाई त किन यस्तो राम्रो बनाउँछन् हौ हामीलाई यति नराम्रो बनाएर
यति राम्रो बनाउनु भगवान् तिमीलाई पाप लाग्छ हो। हामीलाई चाहिँ यस्तो नराम्रो कल्टुटे बनाइदिने, तरुणीलाई चाहिँ यस्तो राम्रो राम्रो बनाइदिने, हाम्रो आँखै बिगारिदिने, मनै सिरिङ्ग बनाइदिने, मन सिरिङ्ग बनाइदिने हो। यस्तो नगर्नुहोस् है। यता ट्याक्क लिडलको छेउमा है बस स्टेसन चाहिँ मजाले लगाइ। जब मेरो बिहानको क्युआरले काम गर्छ कि गर्दैन थाहा छैन है, त्यसले काम गर्यो भने त अझै ठिक हुन्छ। लगाइ गाडी चाहिँ आयो, पङ्क्चुअल्ली टाइममा आयो गाडी। अब यहाँबाट चाहिँ ट्याक्क लाग्यो, स्क्यान गर्नुपर्ने छ। ल खाली खाली छ है, अब जानेवालासँग भरिन्छ कि नै थाहा छैन। यसको बाद ल बटाट espera स्क्यान गर्नुपर्ने थियो न त स्क्यान मानेन हो बिहानकोले। फेरि नयाँ लेख्नु पऱ्यो, ट्याक्क नयाँ लेखेर लाग्यो। खाली खाली छ हौ गाडी, पुरै खाली छ एकदम। के गर्ने, दुःख सुख जानै पर्यो लाग्यो हो। अब पैसा त सम्हाल्नै पऱ्यो फेरि होइन। गाडी चाहिँ त लाग्यो, त्यस्तो भिड पनि छैन, खाली खाली जस्तै छ। सम्पत्तिका खोस्टाहरू बोर्डमा भन्दा त सस्तो पर्छ नि त, कताको 10 रुपियाँ कताको 2 रुपियाँ होइन गाइस। पुरै खाली छ यहाँ, कस्तो स्मुथली हिँडेर आनन्द लाग्छ क्या मलाई। यो स्मुथली हिँडेको देख्दा पनि आनन्दसँग स्मुथली हिँडेर घुम्दै 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 घुम्दै। तर जस टाइम पास चाहिँ हुन्छ कि बिताएको दिन बाहिर निस्क्यो भने चाहिँ गाडीमै चढेको भयो भने टाइम पास हुन्छ। लगाइ के गर्नु, यस्तै छ हौ, दुःख सुख गर्नै पऱ्यो। लुक्स फेरि तरुणीले ढलाउने खाके यतिको भएपछि त सक्छ। लुक्स फेरि तरुणी ढलाउने छ, सक्दैन नि फेरि जो कहिले होइन गाइज। इपोर आएपछि त एक दिन जान्छ कि जाँदा आउँदै 2 घन्टा लाग्छ, अनि एकछिन 2 घन्टा यताउतो गऱ्यो, 4 घन्टा सक्यो त दिन। दिउँसो 1 बजे उठ्यो, अनि 4 घन्टा गर्दाखेरि 5 बजिहाल्यो। 5 बजे गएर घर गएर यसो कचाकुचुक पकाएर खाँदाखेरि त 6-7 बजिहाल्छ। आफू फेरि बेलुका 8 बजी दारू, 9 बजे गुड नाइट हो। न कसैसँग बोलचाल, न कसैसँग झगडा, च्याट्ट खाइदिने, सुत्तिहाल्ने हो। बाहिर नै हुन्छ कि बाटोमा पार्किङ चाहिँ हुँदैन है यहाँ। त्यो चाहिँ अब त्यो बस्न मिल्ने भित्र घरवाला चाहिँ गाडीहरू माथि पार्किङ भयो, अनि यो तल चाहिँ अब भइहाल्यो, पार्किङ भइहाल्यो। त्यो चाहिँ ट्याक्क सुत्न मिल्ने सबै टोइलेट बाथरुम चाहिँ भएको घरहरू। भोलि त्यो मेरो पनि सपना छ कि भोलि त्यस्तै एउटा गाडी लिएर बाहिर लङ ड्राइभमा जाने चाहिँ सपना छ। यसो गर्लफ्रेन्ड सोलफ्रेन्ड स्वाइनी छोराछोरी लिएर जाने चाहिँ सपना छ। त्यो सपना चाहिँ सम्भव हुन्छ कि हुँदैन अब हेरौँ। कतिको दाम कमाइन्छ जिन्दगीमा, त्यति दाम कमाउन सकिन्छ कि सकिँदैन। यो चाहिँ सेकेन्ड ह्यान्ड गाडीको सोरुम है। सेकेन्ड ह्यान्ड गाडीहरू ट्याक्क यहाँ पाइन्छ, सस्तो सस्तो ट्याक्क। अब यो चाहिँ यता त पुरै गाउँ भइहाल्यो कि अब यो पुरै ओलिभहरूको बुट्टाहरू भयो सब ट्याक्क। ओलिभको अचार र तेल चाहिँ भयो यहाँ। ओलिभ चाहिँ एकदम धेरै फल्दो रहेछ कि यता। ओलिभहरूको चाहिँ होइन, ओलिभ 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 सुन्तला, ओन्ली ओलिभ सुन्तला। वशिष्ठ भाइ अहिले चढ्दा त अलिअलि थियो, अहिले त कोही पनि छैन नि। अब यस्तो सब खाली खाली छ। यस्तो भयो भने कुदाउँछन् कि मतलब भएन। अब फेरि अरू भएको बेलामा त देखाउन मिलेन नि त गाडी। कोही छैन, म एक्लै छु। मेरै लागि हायर गरेर हिँड्ने जस्तो भइरह। अझै टन्नै टाइम लाग्छ मलाई जानलाई चाहिँ। तर यहाँ अहिले कोही पनि छैनन् के। यस्तो हुँदा पनि गाडी लिएर हिँड्छ नि, म तपाईँहरूलाई देखाइदिन्छु। कोही छैन, ड्राइभर एकजना म। यस्तो खाली हो पुरै पुरै। अब यहाँबाट ठ्याक्क घुम्छ, ठ्याक्क घुमाएर अब यस्तो बाहिर। यहीँ अलि नजिक मेरो घर भएको भनेको यो पनि घर होइन, पुरै भेडा फर्महरू हो। बस्ने त कहीँ केही पनि छैन। यस्तो भ्यू त आमा क्या बवाल देखिया यार।
बादल गाई फर्म पुरै रकेट हानिन्छ त यार रकिदियो त सक्छ यस्तो भ्यू हो क्या रकिदिँदा यार यसले त आमा आगो हाँकी यार अब कति माथि लर रोकिदिने हो थाहा छैन यार मेरो छेउमै बस स्टप छैन नि त किन आवाज आयो आगो हाँकियो यार कहिलेको रिस हो कहाँ लएर खाँच्दै जस्तो हुने डर लाग्ने यार मलाई किनभने अरूले चलाएको अलि डर लाग्छ नि त मलाई झ्याप अगाडि आएर कचक्क ब्रेक लाउँछ अनि मनले ओए ठोक्की क्या भन्ने हुन्छ तपाईँहरूलाई यस्तो हुन्छ कि नै ल भन्नुहोस् त अब अलमोस्ट आउनु लागिसक्यो कति माथि बस स्टप मलाई थाहै छैन यता चाहिँ भेडा फर्म उता एकदम टल्की रातिर यस्तो अब मेरो नेक्स्ट स्टेपमा आउँछ भन्ने ठाउँ ट्याक्क हो यहीँ रहेछ नजिकै गाइज म झरेँ ओह गयो राडी किन उल्टो देखाइरहेको छ हौ मैले उल्टो त ल्याएन मोबाइल गयो यही हो अब यहाँबाट ट्याक्क थोरै हो म जाने ठाउँ फेरि मेरोतिर आउने गाडी रहेछ यार फेरि अर्को अब यहाँबाट 200 मिटरमा म बस्ने ठाउँ छ कि त्यही भएर सबैमा कुनै भेडा फर्म र गाई फर्म बाइक अरू केही पनि छैन वरिपरि घरहरू त कथा जस्तो हो कि एकादेशमा थियो रे भने जस्तो हुन्छ मोबाइल पनि डाई हुन लागिसक्यो यार ल गाइज बाई सी यू टुमारो फेरि भोलिको भिडियोमा फेरि आउनेछु हेरेर साथ सपोर्ट लाइक कमेन्ट नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर ट्याक्कै एउटा भिडियो फुल वाच गरेर कमेन्ट गरिदिनु होला सल्लाह सुझाव के छ होइन मैले सुधार्नु पर्ने त्यो कुराहरू पनि भनिदिनु होला राम्रो हुन्छ किनभने अब भर्खर भिडियो बनाउँदैछु नि त ल गाइज बाई